तपाईँ स्कुलमा ब्रेकको समयमा साथीहरूसँग केही न केही कुराबारे डिस्कस त पक्कै गर्नुहुन्छ होला। हो, यस्तै डिस्कसनकै क्रममा कक्षा 12मा पढ्ने 5 जना साथीहरू विविधतामा एकता र यही नेपाली समाजको पहिचान भन्ने कुरा गर्दै बिताए। यसरी कक्षा 12को नेपाली विषयको पाठ 10 नेपाली पहिचान नामक संवादमा हामी नेपालीहरूको संस्कार, संस्कृति र मान्यताको बारेमा विद्यालयको साथीहरूले छलफल गरेको प्रसङ्गलाई देखाएको छ। आउनुहोस् त्यो छलफलको सारांश बुझौँ आजको भिडियोमा। नेपाल भौगोलिक रूपमा सानो देश भए पनि जाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले अत्यन्तै विशाल छ। यही विविधता नै हाम्रो देशको साँचो सम्पत्ति हो। एउटा विशेषताले देशलाई एउटा पहिचान दिन्छ भने धेरै विशेषताले देशलाई बहुपहिचान प्रदान गर्दछ। भौगोलिक हिसाबले सानो भए पनि नेपाल प्राकृतिक रूपमा अत्यन्तै सुन्दर देश हो। हिमाल, पहाड, तराई, नदी, ताल, उपत्यका र जैविक विविधताले भरिएको यो देशमा थुप्रै जात जातिका मानिस बसोबास गर्छन्। प्रत्येक जातिको आफ्नै परम्परा, रीतिरिवाज, संस्कृति, ज्ञान र अनुभव छन्। त्यसैले प्रत्येक जातिको आफ्नै भाषा पनि छ। जातिमा जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित छन्। यति धेरै विविधता हुँदाहुँदै पनि नेपाली समाजमा एकता कायम रहनु नै हाम्रो सबैभन्दा ठुलो गौरव हो। नेपालीहरूको आपसमा मिलेर बस्ने, एकले अर्काको भाषा, संस्कृति प्रति सम्मान गर्ने साह्रै राम्रो बानी छ। नेपालमा रहेका विभिन्न हिम श्रृङ्खला, खोला नाला, ताल, झरना, पोखरी, गुफा, डाँडापाखा, हरियाली वनजङ्गल, डाँफे, मुनाल, जैविक विविधता यहाँको प्राकृतिक सौन्दर्य हुन् भने यहाँका जाति, भाषा, परम्परा र संस्कृतिहरू सांस्कृतिक सौन्दर्य हुन्। नेपाल घुम्न आउने पर्यटकहरू केवल हिमाल हेर्न वा सगरमाथा चढ्न मात्रै आउँदैनन्। धेरै पर्यटक नेपालका विभिन्न संस्कृति, परम्परा, चाडपर्व र जीवनशैली बुझ्न पनि आउँछन्। मानिसका आआफ्ना रुचि र आवश्यकता हुन्छन्। कसैलाई हिमाल हेर्न वा चढ्न मन लाग्छ, कसैलाई वनजङ्गल र जैविक विविधताको अध्ययन अवलोकन गर्न मन पर्छ, कसैलाई नयाँ खानेकुरा खान मन लाग्छ, कसैलाई इतिहास, संस्कृति आदिको अध्ययन अवलोकन गर्ने रुचि र चाहना हुन्छ, कसैलाई नयाँ नयाँ चाडबाड र संस्कृतिमा सहभागी हुन मन लाग्छ। यस्ता विविध रुचि भएका पर्यटकका लागि नेपाल एक उपयुक्त गन्तव्य हो। नेपाल क्षेत्रफलको हिसाबमा सानो भए पनि सांस्कृतिक हिसाबले विशाल छ। नेपाल जस्तो सानो ठाउँमा सयौं जाति, भाषा, संस्कृतिको अध्ययन गर्न पाउनु सांस्कृतिक पर्यटकको लागि ठुलो अवसर हो। यही कारणले नेपालमा हरेक वर्ष ठुलो संख्यामा पर्यटकहरू सांस्कृतिक अवलोकनका लागि आउने गरेका छन्। विश्वका धेरै स्थानमा जाति, धर्म, भाषा र संस्कृतिका नाममा ठुला ठुला युद्ध भएका छन्। ती युद्धले जनधनको क्षति मात्र होइन, मानव सभ्यताको विनाश समेत गरेका छन्। तर नेपालमा भने यति धेरै विविधता हुँदाहुँदै पनि एकअर्काको भाषा, धर्म र संस्कृति प्रति सम्मान गर्दै मिलेर बस्ने परम्परा रहेको छ र यो पक्ष नेपाली समाजको अत्यन्तै सुन्दर र प्रशंसनीय विशेषता हो। दाल भात, गुन्द्रुक, ढिँडो जस्ता परिकारहरू स्वादसँगै हाम्रो जीवनशैली र इतिहास बोकेका छन्। विशेष गरी गुन्द्रुक, ढिँडो जस्ता परिकार विदेशी पर्यटकका लागि नयाँ र रोचक अनुभव हुन्, जसले नेपाली गाउँको जीवन र प्राकृतिक संस्कृतिलाई झल्काउँछ। यस्ता परिकारलाई कथासहित स्वास्थ्यकर र स्थानीय अनुभवका रूपमा प्रस्तुत गर्न सकियो भने पर्यटक केवल नेपाल घुम्न मात्र होइन, स्वाद लिन पनि आउनेछन्। यसरी यदि खानपान संस्कृतिलाई व्यवस्थित रूपमा प्रवर्धन गर्न सकियो भने पर्यटकको आगमन झनै बढ्ने विश्वास छ। नेपालमा थुप्रै विविधता भए पनि विविधतासँगै केही विकृतिहरू पनि हाम्रो समाजमा देखिन्छन्। विविधतामा एकता राम्रो कुरा भए पनि विविधतामा रहेका विभेदलाई स्वीकार गर्न सकिँदैन। अन्धविश्वास, जातीय तथा लैङ्गिक विभेद, चाडपर्व र संस्कारमा अनावश्यक आडम्बर देखाउने प्रवृत्ति नराम्रो प्रवृत्ति हो। मानिसलाई जात, वर्ग, वर्ण, लिङ्ग वा क्षेत्रका आधारमा गरिने विभेद कदापि स्वीकार्य छैन र यसको अन्त्य हुनै पर्छ। समाजमा प्रचलित छुवाछुत, भूतप्रेत, बोक्सीको आरोप, दाइजो प्रथा, महिला हिंसा आदि अन्धविश्वास र कुपरम्पराका उदाहरण हुन्। यस्ता कुरीति र विकृतिहरू हटाउनै पर्छ। विकृति हटाउँदै संस्कृतिको संरक्षण र सकारात्मक पक्षको प्रवर्धन गर्नु आजको आवश्यकता हो। कुनै पनि विकृतिलाई हटाई संस्कृतिलाई जोगाउन शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ। शिक्षाले मानिसको चेतना स्तरलाई बढाइदिन्छ। शिक्षा नै परिवर्तनको आधारशिला हो। जबसम्म शिक्षाको राम्रो विकास हुन सक्दैन तबसम्म अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुनै सक्दैनन्। शिक्षा फैलिँदै जाँदा चेतना बढ्छ र चेतनासँगै अन्धविश्वास, कुरीति र विकृति क्रमशः घट्दै जान्छ। शिक्षित व्यक्तिले अन्धविश्वासका कार्यलाई रोक्न सक्छ।
र अन्धविश्वास मान्ने व्यक्तिलाई निरुत्साहित गर्न सक्छ। अन्धविश्वासको रुख तब ढल्छ जब सबैजना शिक्षित हुन्छन्। शिक्षा र ज्ञानको ज्योतिले क्रमिक रूपमै अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानुपर्छ। कुनै समय नेपालमा सती प्रथा थियो, तर चेतनाको विकाससँगै त्यो हट्यो। दास प्रथा थियो, त्यो पनि समाप्त भयो। बोक्सीको आरोप, छुवाछुत प्रथा पहिले भन्दा अहिले धेरै कम हुँदै गएको छ। जातीय, लैङ्गिक, वर्गीय र क्षेत्रीय विभेदमा पनि कमी आएको छ, तर यिनको पूर्ण रूपमा अन्त्य अझै आवश्यक छ। यसका लागि विद्यार्थी, युवा र शिक्षित वर्गले अग्रसर भूमिका खेल्नुपर्छ। जनचेतना अभिवृद्धि गर्दै समाजमा रहेका विकृति हटाउन पहल गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो। सारांशमा भन्नुपर्दा विविधतामा एकता नेपाली समाजको मूल पहिचान हो। यो हाम्रो गौरव, सम्पत्ति र सौन्दर्य हो। प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिएको नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। तर संस्कृति र परम्पराका नाममा रहेका विकृति, विसङ्गति र कुरीतिलाई हटाउनै पर्छ। समाजमा रहेका खराबीलाई हटाउन शिक्षा अपरिहार्य छ र यस अभियानमा विद्यार्थी, युवा तथा सचेत वर्गको सक्रिय भूमिका अत्यन्त आवश्यक छ। हजुरलाई भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिन नबिर्सिनु होला। आजको लागि यति नै, बाई बाई।